सपना त अब के थियो सानोमा हो अब दुःख अब हामी त गरिब परिवारबाट होइन पढ्दै थिएँ म पढ्दाखेरि चाहिँ तपाईँको के भन्दाखेरि सानोमा तपाईँको कति 8-9 वर्षमा चाहिँ मैले सोचिसकेको थिएँ मैले त पहिल्यै कति कुराहरू बुझेको 8-9 वर्षमा मैले सोचिसकेको थिएँ किन अब पढ्यो भने किन अब पुलिस अफिसर पढेन भने युट्युबर त्यो चाहिँ एउटा सपनै हो। तिमी भनेपछि जुन चाहिँ एउटा आफ्नो बाल्यकाल भनौँ है दुःखमै बितायो आमा बाबाहरू केमा गर्नुहुन्छ? बाउ चाहिँ सानोमै छुट्यो आमा कमानमा काम जान्छ आमा कमानमा काम गर्छ है भनेपछि आमाले नै तिमीलाई स्याहार सुसार गर्नुभएको हजुर हामी जम्मा तपाईँको आमाले 2टा बिहा गरेको जेठापट्टिको चाहिँ 4जना भयो र कान्छापट्टिको चाहिँ म र भाइ हो। म र भाइलाई चाहिँ अब सानोमा तपाईँको 13 वर्ष अब त भन्दाखेरि चाहिँ अब छुट्टेको भनौँ न म त्यति बेला 3 वर्षहरूको थिएँ भनेपछि तिमीले त धेरै स्ट्रगलहरू देखेको रहेछ है अब त्यो पिरियडमा छुट्यो होइन आमा छुट्टेको छ आमाले अर्को बिहे गर्नुभएको रहेछ है तिमीलाई अर्को जो डेडी नै भनौँ होइन तिमीलाई राम्रै बिहेभियर गर्नु थियो र अब नानी त अब आफ्नै जस्तै हो आफ्नै त हो नानी त उसको चाहिँ बेहोरा एउटा थियो बेहोरा चाहिँ पापाको चाहिँ के थियो नराम्रो भन्दाखेरि चाहिँ ड्रिङ्क एल्कोहलमा चाहिँ एडिक्ट थियो कि त सबै कुरा